everybody, welcome to my new vlog. आज चाहिँ हामी गाउँ आएको छौँ अनि गाउँको केहरू देखाउँदैछौँ। कृपया सबैले हेरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला। मधेसमा के छ एकछिन बुलुके छ भोलिपर्सि यो छ नि सुनको टुक्रा माथि बाटो पनि देखाउनु कम्ती डर लाग्दैन म त भयो अन्यमाइने भयो पहिले सेवा हुन्छ हो नि तल पुगिसक्यो पुग्नुहरू यो चाहिँ हाम्रो भिर। यहाँ पहिला यस्तो भिर थियो अनि यो चाहिँ हाम्रो बाटो। हामी चाहिँ भ्लग बनाउँदै हिँड्दैछौँ। यता आमा फुपू म कति बुढी भइसक्यो हामी चाहिँ अहिले उकालो हिँडेर यहाँ तेर्सो हिँडेका छौँ। फुपू तपाईँको केही दुई शब्द भन्नु छ? के भन्नु? उकालो हिँड्दाखेरि कस्तो लाग्यो? उकालो हिँड्दाखेरि साह्रै राम्रो लाग्यो। मजा हुँदैछ नि माइती गाउँ? मजा लाग्दैछ। यता आमाको केही भन्नु छ? म केही छैन। यदि तपाईँहरूलाई जङ्गल मनपर्छ भने यहाँ भिजिट गर्न आउनु सक्नुहुन्छ। यो चाहिँ हाम्रो इबाङ हो। टिङ 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 देख्नुहुन्छ। यता पनि पहाड, यता पनि पहाड पठाएको नि। जान किन छोडेको? हिँड्नु नसकेर कान्छी आफूलाई बोतङ नभन्छ नला बोतङ भेजला पेलो। अब हामी चाहिँ यहाँ थकाइ यी बास बस्छौँ फुपू कन्दा म त्यता यी बास बस्छौँ हौ। यहीँ बस्ने? रात परिसक्यो।